के छ नि यहाँ ज्यामितीय आकृति छन् हामीले वर्ग आयत त्रिभुज चतुर्भुज पढ्यौँ नि हो कि हैन हो अब यहाँ हेर्ने ल यो चाहिँ वर्ग हो कि आयत हो यो आयत हो यो वर्ग यो त्रिभुज यो वर्ग यो चतुर्भुज हो अब तिमीहरूले पनि यहाँ पालै पालो यो सबै म निकालेर हटाउँछु अनि पालै पालो बनाउने ल यहाँ वर्ग बनाउने वर्ग आयत बनाउने चतुर्भुज बनाउने त्रिभुज बनाउने ल नबोलिकन है ल चछ्यामले ल त्रिभुज बनाउने ल भयो त्रिभुज भयो अरे वर्ग बनाउने सक्षम वर्ग भयो वर्ग हो अलिक काटी चाहिँ अलिक नमिले रहेछ भइसक्यो ल फेरि अब आयत बनाउने सक्षम आयत त आयत बनाऊ हो बन्दैछ त्यहाँ आयत पनि बन्दैछ होइन ल त्रिभुज बनाउने अब ल त्रिभुज बनाए भयो भयो ल फेरि वर्ग बनाउने वर्ग भयो भयो नि त भयो तर अलिअलि काटी बाङ्गा भयो र पनि कन्सेप्ट बुझ्यो नि त होइन तिनवटा एकतिर यता नि तिनवटा उता नि तिनवटा यता नि तिनवटा अलिक माथि सार्ने त तल होइन माथि हो त्यहाँ हो ल त्यो भयो त्यसपछि अब आयत बनाउने अर्को लु आयत बनाउने भयो आयत भयो भयो त्यहाँ काटीले हेर्दाखेरि एकतिर दुईटा एकतिर तिनवटा भएपछि सम्मुख बराबर भएपछि भयो नि त्यो पनि अब जीवनको पालो लु त्रिभुज बनाउने अब हो त्रिभुज बनाऊ लु अब वर्ग बनाउने लु अलि मोटा मोटाले हो त मोटाले अलिक बुझिन्छ नि त हो मोटाको बनाउने हो त्यहाँ वर्ग बनाउने ल वर्ग वर्ग बनाऊ ठिक भयो होइन अब लु अब फेरि अब आयत बनाउने अब लु हो आयत बनाऊ हो चित्र कोर्नु जस्तो सजिलो हुँदो रहेछ नि यहाँ बनाउनु हो यहाँ बनाएपछि अब सिक्यो आयत वर्ग अनि के वर्ग अर्को पनि थियो होला यहाँ चतुर्भुजको अब होइन सानो बनायो नबनायो उस्तै भन्ने कुरो अब यसरी नै गर्ने हो सबै कुरो अब जानियो फेरि निकालेर बनाउनु त एकचोटि लु